Good morning, everyone. हामी जाँदैछु वेट क्याम्प होइन दिदी मोटो ल उता झन्डा बस्नु साइड गुलाबी दिदी भयो होइन यहाँ गएको हामी ए यो त युजै गर्नु छोडेको छ नि यो बोल्नुपर्छ यसरी गुड मर्निङ भनिदिनु हेलो हेलो गुड मर्निङ अब ट्रिटमेन्टमा जाँदैछ कहाँ हो अस्ट्रेलिया भन्नु अस्ट्रेलिया गएको है अस्ट्रेलिया हामी आएको छ यहाँ गुलाबी लोकराम गुलाबी देवी सेवा सदनमा आएको छ आन्टी यहाँ होइन यहाँभित्र रहेछ है साथीहरू यसो गरेर कहाँ बस्नुपर्ने ऊ यहाँ हो ओ तल्लो ए ऊ तल कतिको मान्छे रहेछ हौ निकै रहेछ नि मान्छेले अस्ति खाना धेरै काम चिन्यो अस्ति खाना म्याडमजीहरू हजुर भर्खर आउँदैछ भोक लागेको वेदर राम्रो रहेछ नि उयो म्याडमजीहरू नि आउने ए दामी रहेछ त यो ठाउँ त दामी रहेछ ठाउँ ठुलो घर रहेछ चप्पल चाहिँ यस्तो लगाएर आएको छ हो साथीहरू अनि बिहान बिहान आएछ त आन्टीहरू बिहान बिहान आउनु भएछ मानेको भएको अन्त के हो 10 बजी 10:30 बजी बोलाएको छ गरेर चाहिँ यस्तो इट्स अराउन्ड 7:30 आई थिङ्क इन द टाइम so many people धेरै मान्छेहरू ग्यादर भएको छ most of the people are very old people are there so let's see मान्छेहरू धेरै आउँदैछ इट भन्नु पर्यो भने 7:30 समथिङ भन्दै ओके सो दिस क्याम्प इज यो क्याम्प चाहिँ भने नसाहरू खुलेको हातहरू दुखेको क्याम्प हो र चाहिँ अब मान्छेहरू नआउँदा पनि हुन्छ बिकज टिल 5th of June it's already pre-booked so let's hope next time these people wish the chance ओके यहाँको डक्टर हुनुहुँदो रहेछ डक्टर राकेश शर्मा फ्रम दिल्ली त्यहाँदेखि के हुँदो रहेछ हेडेक टाउकोदेखिको माइग्रेन यता ब्याक पेन भएको यता यो दुखेको यस्तोहरू दुखेको यता के अरे यिनीहरू दुखेको पनि हो लोवर ब्याक पेन खुट्टा दुखेको डाइजेसन प्रब्लम पनि हुँदछ एयर प्रब्लम सल्भ हुँदो रहेछ विथ म्याग्नेटिक ट्रिटमेन्ट गर्दा कपिङ थ्योरी गर्दछ उनीहरूले माइको एक्युप्रेनेक्ट भने पनि फिङ्गर प्रेसर पनि गर्दो रहेछ यो क्याम्पमा निकै बेनिफिट हुँदो रहेछ दिस टाइम त स्लोट अलरेडी फुल नेक्स्ट इयर यु ऑल क्यान तपाईँ सबैले नेक्स्ट इयरमा चाहिँ अपर्च्युनिटी ग्र्याब गर्नु होला भनिकन मैले हजुरको लागि यो युट्युबको क्युआर कोड पनि डालिदिएको छु यहाँ तपाईँहरूले यहाँभित्र गएर जानकारी पाउन सक्नुहुन्छ कसरी ट्रिटमेन्टहरू गर्दछ र के को बारेमा हो निकै तपाईँले डिटेल्समा जान्न सक्नुहुन्छ गुगल लेन्समा गएर तपाईँहरूले स्क्यान गरिकन यहाँ युट्युबमा हेर्नु पनि सक्नुहुन्छ यो क्याम्पको बारेमा अर्थात् तपाईँहरूकोमा इन्स्टाग्राम छ भने मैले तपाईँहरूको लागि यहाँनिर इन्स्टाग्रामको क्युआर कोड राखेको छु उता गएर तपाईँले स्क्यान गरेर जानकारी बुझ्न सक्नुहुन्छ सो थ्याङ्क यू सो मच तपाईँहरू अपर्च्युनिटी मिस नगर्नु होला नेक्स्ट इयर आयो भने जय गाउँमा भयो भने भनेर भन्न चाहन्छु धन्यवाद